हजुर हो अहिले चाहिँ हामी वागा सो मार्केटमा आएको छौँ है। पुरै यस्तो छ, कार पार्क फुल्ली प्याक्ड। मेरो साथी यहाँ छ, म घुम्न हिँडेको। ल मार्केट हिँडेको हामी। हजुर हो रहेछ, इन्ट्री फी $2 लाग्दो रहेछ। हजुर हो ल यस्तो रहेछ केटाकेटीहरूलाई खेल्ने ठाउँ है। 12 बजे आमा अघि 12 बजे सुरु भएको रहेछ। यस्तो रमाइलो रहेछ, खाने ठाउँहरू कुर्सी पर सबैको टेबल सेटअप रहेछ। यतातिर चाहिँ खाने स्टलहरू बनाएको रहेछ। कप के रहेछ भन्ने कुरा हेर्नु है साथीहरू। यस्तो रहेछ, रमाइलो रहेछ केटाकेटीहरूको लागि। काममा जबमा एउटा कपमा बस्नुपर्ने रहेछ, कपमा चाहिँ घुम्ने। कस्तो रमाइलो। यता चाहिँ यस्तो रहेछ है साथीहरू। ल हेर्नुमा केटाकेटीको लागि मजाले रमाइलो। यहाँभित्र पो धेरै क्राउड रहेछ, हेर्न मजा आउँछ। भित्र केटाकेटीहरू खेलिरहेछ, रमाइरहेछ मजाले। कप माथि माथि कप घुमाइ पनि दिँदो रहेछ नि। फनाना कस्तो रमाइलो। ल यता चाहिँ फेरि यस्तो रहेछ गुडियाहरू डल खेलाउने ठाउँ। यो ओके कस्तो रमाइलो रहेछ यो पो। गजब। यता पुरै बलुनहरू रहेछ। 3 शट $10, 3 चोटि हिर्काउनु पर्ने $10 तिरेर। यता पनि सानो रहेछ, के हो ड्रिङ्क्स हो यो चाहिँ। ल यतातिर चाहिँ स्लाइडिङ रहेछ है, केटाकेटीको स्लाइड। कति $1 तिरेर हो, निकै महँगो पो होला। आउँदैछ है मान्छेहरू, आउँदैछ। वाउ कति क्विक। ल यता पनि मजा छ, रमाइलो छ केटाकेटीको लागि। खेलौना प्रशस्त रहेछ। यता पर यता चाहिँ यतिखेर खासै केटाकेटीहरू रहेनछ। भर्खरै घुल निस्केछ, अब एकछिन पछाडि जाने होला। सुनसान छ यतिखेर, भर्खरै निस्केको छ यो घुल चाहिँ। अनि रहेछ उता नि इन्ट्री रहेछ। अनि यता चाहिँ खाने स्टलहरू राखेको रहेछ। र हामीले के खाने हो थाहा छैन। तलसम्म बिग डग अरे है, अनि स्टिक। ल यता चाहिँ यस्तो रहेछ है मेक्सिकन स्ट्रिट फुड अरे। ल यता बेक पोटेटो है साथीहरू। बेक पोटेटो चाहिँ अल्मुनियम फोइलमा दिन्छ जस्तो छ। यहाँनिर पिज्जा अति अरू यतातिर पनि पुरै खाने ठाउँ रहेछ। खानेकुराहरू त्यो पनि कस्तो ट्रकमा ल्याएर बेचेको क्या। स्टल पनि ट्रक्समै। यो चाहिँ वागा सो ग्राउन्डमा भइरहेको इभेन्ट हो। हजुर हो, वागा नाइट मार्केट भन्छ, तर अघि दिउँसोबाटै सुरु भएको हो। ल यता पनि रहेछ। मेरो म्युजिक कपिराइट हान्छ होला, तर हेर्नुपर्छ। पुरै ट्रकहरूलाई पछाडि खिच्दा यस्तो देखिँदो रहेछ। तलतिर किनेर ल्याएर खाने ठाउँ कुर्सीहरू चाहिँ यता रहेछ, बसेर खाने। यहाँनिर चाहिँ आइसक्रिमहरू रहेछ।
प्यानकेक दिपकरलेको भने अघि प्यानकेक खान्थ्यो यो चाहिँ के रहेछ टोस्टी यो चाहिँ टोस्टी अरे बुढी एसियन स्ट्रिट फुडमा के बेचिरहेको छ बाबक्यू स्क्वायर अरे यहाँ पो ठुलो भिडभाड छ वक्का नुडल अरे नुडल यो पनि एसियन फुड होइन सिडनीबाट लिएको सिडनी ब्रिस्बेन गोल्ड कोस्ट डम्प्लिङ अगाडि कसको डम्प्लिङ रहेछ यो चाहिँ टिबेटियन मोमो रहेछ यत्रो ठुल्ठुलो हेरौँ के बेच्दो रहेछ सामानहरू सेलहरूमा राखेको रहेछ केही सामानहरू यता चाहिँ क्यान्डल छ अनि यो चाहिँ के सेन्टेड वालहरू जस्तो छ कच ज्वेलरिज पनि रहेछ यहाँ त पुरै ल चारवटालाई चाहिँ $100 अरे एउटालाई $35 दुईटालाई $60 तिनटालाई $85 मासु सलामी यता चाहिँ के हो स्टाइलिङ यो होम विथ फ्रेग्रेन्स अरू रहेछ पुरा गन्ध आउने अरू सेन्टहरू ल हजुर हो अब चाहिँ घरतिर लाग्यो ल रमी धेरै हाल्यो चाहिँ यस्तो हुँदो रहेछ मान्छे पिङ खेलिरहेछ यहाँनिर दुईजना घुमाइरहेछ है ल घरतिर